हेलो नमस्ते सेवारो सम्पूर्णमा आज चाहिँ हामी हाम्रै फक्ताङ गाउँपालिका 3 लिङखिमबाट चाहिँ हाम्रो ताप्लेजुङ जिल्लाकै प्रसिद्ध तीर्थस्थल मुकुमलुङदेखि पाथिबाट जाने पदमार्ग निर्माण चाहिँ हैन केही दिन अगाडि चाहिँ हामी निर्माण कार्य गरिरहेका थियौँ र सम्पन्न भएको छ। सम्पन्न भइसकेपछि चाहिँ आजको दिन चाहिँ हामीले अनुगमन गर्दैछौँ त्यो बाटोलाई र अनुगमनको लागि चाहिँ हाम्रो पाथिबाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजुन सरको टिम हुनुहुन्छ। त्यस्तै गरी हाम्रो फक्ताङ गाउँपालिका वडा नम्बर 3 का जननिर्वाचित वडा अध्यक्ष आयतराम लिम्बू मामा पनि हुनुहुन्छ हाम्रो साथमा। त्यस्तै गरी पदमार्ग निर्माण कार्यमा चाहिँ काम गर्ने साथीहरू पनि हुनुहुन्छ। त्यस्तै गरी हामी उपभोक्ता समितिको टिम पनि आज छौँ र हामीले काम गरेका कार्यहरूको चाहिँ राम्रो नराम्रो पक्ष के कस्तो रह्यो र आजको अनुगमनबाट चाहिँ त्यो चाहिँ थाहा हुनेछ। र यो पदमार्ग हुँदै दर्शन गर्न जानुहुने दर्शनार्थीको लागि ठाउँ ठाउँमा बास बस्नको लागि पार्टी, त्यस्तै गरी खानेपानीको व्यवस्थापन र चर्पीहरूको निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ। साथै आगामी दिनमा ती संरचनाहरूको पनि निर्माण कार्य पक्कै पनि हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। र यो पदमार्ग चाहिँ हाम्रो गाउँदेखि मुकुमलुङ यानि कि पाथिबारा देवीसम्मको पदमार्ग चाहिँ आगामी आर्थिक वर्ष 2082-83 मात्र जोडिन्छ कि भन्ने हामीले चाहिँ अपेक्षा गरेका छौँ। सेवारो नमस्ते।